nepalnews.com. News from Nepal as it happens. नेपाली कांग्रेस र नेकपा एमालेका प्रभावशाली नेतृहरूले जुन दलको बहुमत आए पनि सहमतिकै आधारमा नयाँ सरकार र संविधान निर्माण हुनुपर्ने धारणा राख्नु भएको छ। रिपोर्टर्स क्लब नेपालले सोमबार राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले नेपाली कांग्रेस ठूलो दल भए पनि आफूहरू सबैलाई मिलाएर सहमति सहकार्य र एकताका साथ संविधान र सरकार निर्माणको पक्षमा रहेको स्पष्ट गर्नुभयो। उहाँले कांग्रेस ठूलो दल भए पनि सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतिको सरकार निर्माण गरिने समेत स्पष्ट गर्नुभयो। यो तपाईलाई हेर्नुस्, यो चुनावमा यत्रो जुन जनताले सहभागिता जनायो, जुन हामीलाई जिताएर ल्यायो यो दलहरुलाई, यो नै संविधान बनाउनको लागि हो। फर्स्ट प्रायोरिटी संविधान हो। संविधान भनेपछि शान्ति आउँछ, त्यसपछि विकास हुन्छ भनिकन यत्रो ठुलो मतलब हामीले मत पायौं। त्यसको चाहिँ त्यो जुन एउटा उनीहरुको जुन विश्वास छ पार्टीहरुप्रति विश्वास देखियो, यत्रो पार्टीहरुको बदनामी भयो, के भएन होला विगतको दिनमा। कतिपय गलत कामहरु पनि हामीले गरेका छौं, कतिपय मिस्टेक्सहरु भएका छन् पार्टीहरुबाट, र पनि जनताले यत्रो साथ दिनु भनेको त हामीले त्यसलाई बिट्रे गर्नु हुँदैन। अब हामीले संविधान बनाएर सबैजना मिलेर सहमति सहकार्य र एकता गरिकनै अगाडि बढ्नुपर्छ। जोसुकै प्रधानमन्त्री होस्, जोसुकै किन नहोस्, तर यही हुनुपर्छ, सबैजना मिलेर नै अगाडि बढ्नुपर्छ। नेत्री कोइरालाले कसैले पनि सरकारको नेतृत्वको लागि लड्नुभन्दा पहिलो ध्यान संविधान निर्माणमा नै दिनुपर्ने भन्दै नेपाली जनताले लोकतान्त्रिक संविधान निर्माणका लागि नै आफ्नो मत प्रकट गरेकाले त्यो जारी गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो। एकीकृत माओवादीको जनमत नस्वीकार्ने कुरा सही नभएको भन्दै आफू हारे पनि मुलुक जित्ने मान्यताबाट अघि बढ्न सुझाव दिनुभयो। कार्यक्रममा बोल्दै नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले पनि नेकपा एमाले संविधान र सरकार निर्माणका लागि सहमतिकै साथ अघि बढ्नुपर्ने पक्षमा रहेको स्पष्ट गर्नुभयो। उहाँले एमालेले सहमतिकै आधारमा सरकार निर्माण गर्न पहल गर्ने जानकारी दिँदै जनमत विरुद्ध गए अधिनायकवाद उन्मुख नहुन माओवादीलाई समेत सुझाव दिनुभयो। र अब संविधान सभाको निर्वाचन सम्पन्न भइसकेको छ र यो परिणामले के देखाउँछ भने संविधान सभाले संविधान बनाउँछ भन्ने कुरा चाहिँ देखाइसकेको छ। र यो संविधान सभाले नयाँ नेपालको नयाँ लोकतान्त्रिक संविधान बनाउँछ, पहिलो कुरा। दोस्रो कुरा, हामीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हुनेछ भनेर भनेका छौं र यो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालकै त्यही मार्ग निर्देशनमै नेपालको चाहिँ संविधान बन्नेछ। यसमा सबैको सहभागिता, जनताले प्रत्यक्ष मतदान गरेका छन् र सबैको सहभागिता छ। पहिला भन्दा अथवा विगतको तुलनामा एकदम राम्रो पोलिङ भएको छ, त्यो पनि यो उत्साहजनक कुरा हो। नेपाली जनताले यो संविधान सभाको निर्वाचनलाई ऐतिहासिक र अन्तिम अवसरको रूपमा लिएको कुरा हो। त्यसैले गर्दा जनादेशको हामीले कदर गर्नुपर्छ। संविधान सभाको निर्वाचनले जातीय संघीयताको बाटो बहुपहिचान सहितको संघीयता निर्माण गर्ने म्यान्डेट दिएको भन्दै निर्वाचनको प्रक्रियामा भाग लिएपछि परिणाम नस्वीकार्नु राजनैतिक चरित्र नभएको समेत दाबी गर्नुभयो। एमालेलाई सरकारको नेतृत्व गर्ने जिम्मा आए प्रभावशाली नेता केपी ओली नै प्रधानमन्त्री बन्ने भन्दै यसमा पार्टीभित्र कुनै विवाद नरहेको समेत दाबी गर्नुभयो। सोही कार्यक्रममा बोल्दै नेकपा मालेका महासचिव सीपी मैनालीले जसको बढी सिट आए पनि मुलुकलाई सहमतिकै आधारमा अघि बढाउनु पर्ने आवश्यकता औल्याउँदै त्यसको लागि जित्नेले सबैलाई मिलाएर राष्ट्रिय सहमतिको सरकार बनाए संविधान निर्माण सहज हुने तर्क गर्नुभयो। मैनालीले संविधान सभाको निर्वाचन मार्फत जनताले जातीय र क्षेत्रीय राज्यलाई खारेज गर्दै बहुजातीय संघीयतालाई स्वीकार गरेको भन्दै कांग्रेस र एमालेले जनताको म्यान्डेट बुझेर काम गर्नुपर्ने धारणा राख्नुभयो। वर्तमान राजनीतिक अवस्थाका सम्बन्धमा विभिन्न दलका नेताहरूको भनाइ सम्बन्धी समाचार यति नै। nepalnews.com. News from Nepal as it happens.